पनिरको सब्जी कसको फेभरेट हो चाहिँ खानु मेरो त फेभरेट हो। अब म त मासु मांस मन पर्दैन, त्यही भएर पनिर चाहिँ मेरो फेभरेट हो। र आजको लन्चमा चाहिँ मैले खालि पनिर बनाएको छु, यसमा केही मिक्स पनि छैन हो, ओन्ली पनिर। मैले चाहिँ यहाँ च्याङ्गालाई मासु र आलु, कुरुको मासु र आलु मिक्स गरेर चाहिँ बनाइदिन्छु। मलाई चाहिँ पनिरको सब्जी छ, उसले पिरो खोजेर चाहिँ पिरो हालेर बनाइदिएको नि मजाले। अब यसमा चाहिँ सुप लगाएर चाहिँ 5-6 सिटी लगाइदिनुपर्छ। गोरुको मासु नि त मजाले पाकेको चाहिँ राम्रो हुन्छ है, त्यो भएर 5-6 सिटी लगाएपछि चाहिँ मजाले पाक्छ, त्यहाँबाट चाहिँ खान्छ च्याङ्गाहरू मजाले। साथीहरू आज चाहिँ लन्चमा डिनरमा केही छैन, यो चाहिँ लन्चको सब्जी भएर मैले लन्च भनेको छु है। बालाजीको नि त यो सब्जी, यो पनिरको सब्जी हो। अन्त यो काँक्रा छ, यहाँ तिलको अचार राखेको छु। अन्त अब चाहिँ खाना खाएको च्याङ्माले चाहिँ खानुहुँदैछ यहाँनिर, घुमाइदिएछ है च्याङ्माले चाहिँ केसँग खानुहुँदैछ भनिदिनुहोस् त। म चाहिँ बिफको सुपसँग र अचार। बिफ देखाइदिनुहोस् त। बिफमा चाहिँ मैले आलु मिक्स गरिदिएको छु है। र मेरो चाहिँ अब पनिरको सब्जी रुखा अब यतिकै रुखा के भन्नु, पनिर अब मेरो फेभरेट हो, मलाई दाल चाहिँ चाहिँदैन हो। गुन्द्रुकको रसहरू मनपर्छ, तर भर्खर मार्गी जाति भएकोले गर्दा नखाएको नि। ल खायो साथीहरू, खाइसकेर खायो।